आइज मेरो बुढी हो नि कहाँ छोड्छु र यसलाई पनि धरान जानु पो त यो लड्छे बाबरकोटमा लड्छे नि यसकै तैँले धरानमा मेरो पत्ता पनि भेट्दैनस् तैँले मलाई एक सुक्को पनि देख्नु नि पाउँदैनस् यति याद राख म धरान आउँदैछु नि बुढी जासुकै आइज छ्या यसलाई त चाडिदिन्छु नि मेरो बुढी हो नि लिम्बुनी मा ढिट हुन्छ नि यसले मान्छेले कति सजिलो इजिली सोध्छ है म धरानमा छु भने म दुनियाँमै भेट्छु त हेर्नुहोस् माफ गरिदिनु होला यही कुर्ता लाएर आइज है यही कुर्ता मलाई भेट्नु तँलाई मैले भेट्ने खालको त को हो र तैँले मलाई भेट्ने म सिधै कुरा भन्दा 1 2 3 मान्छु गाला टोक्नु थाल्छ चुप्पा डायमन्ड थ्याङ्क यू सो मच मेरो त गिफ्टरै छैन त ओइ थ्याङ्क यू सो मच अरे थेमाल जोइ सापे गक्तम भन्न सिक्पलेङले बेउरा त्यस्तै बेउरा छ कुकुरलाई काटेर दिँदा पनि नखाने खालको हो नि सबको जिम्मा ल्याएको र त्यही त जिम्मा लिएको छु र मैले एक्सपेक्टेसन हो मान्छेको मलाई त तेरोबाट डबल बच्चा चाहिन्छ जम्ली बच्चा चाहिन्छ डायमन्ड धोबी हानिदिउँ ल काकालाई भेनालाई भन्न के को काका ओइ काका काका हाजी तेरो अनुहार देखेर आइडियाहरू नि उठ्छ हौ छ्या के साह्रो पनौती अनुहार हो तेरो बनौती त हुन्छ नि कहाँ गतिलो छ र बुढी मेरो बुढी त तेजो बिहान टुली कना फेरे कना फेरे अनि चुवा फेर्दै भयो तेरो बुढी चाहिँ संसारमा चुवा फेर्दै एउटै मात्रै केटा उब्रेको छ भने त्यो त हो भन्दा पनि तेरो मलामी चाहिँ आउनु सक्दैन तर त्यो भन्दा अरू तेरोमा कुनै कुरा पनि सामेल हुन सक्दैन मलामी किन मलामी त जानु परिहाल्यो बच्चो बोकेपछि मलामी त नगर हुन्छ मलामीको त शिकार मलामी आउनु सक्छु म तेरो त कपाल घ्याकेर नि अहिले भर्खर नआएर हिँडेको छ आज चाहिँ त्यो भन्दा उपरान्त म गन्धीलाई तेरो लागि केही गर्न सक्दिन मेरो बुढी यसरी बोकेर हिँड्थ्यो यो फोन हेरेर 17 प्रो म्याक्स किनिस् तेरो 17 प्रो ब्लूमा अर्को हेर्छ सोनी यहाँ छ 26 स्यामसङ यहाँ यो 24 मान्छेलाई यसलाई बिहान र बेलुका खानु धाउदा होला तर यसले किन्छ साला आइफोन 17 प्रो म्याक्स जामा लाउने बुद्धि नभएको सुड्डो के गर्ने यस्तो पैसा म त आज काठमाडौँ आएँ भोलि त म जान्छु त माछा के अरे अन्नपूर्ण बेस त सुड्डो हिँड्न सक्छस् किन सक्दिनँ तँ जान्छस् भने पैसा लगाइदिन्छु माफ गरिदे टेन्ट सबै हल्ला टेन्ट के सानो ट्रेकिङ टेन्ट सबै हल्लिएर पछि भुइँचालो आएर ट्रेकिङ टेन्ट राम्रै छ यतिको त तेरो लागि त म विश्व सुन्दरी हो राम्री छ मात्रै होइन विश्व सुन्दरी हो म तेरो लागि चाहिँ त्यही त राम्री त भने भाग्छु भन्छस् त नभाग्नु तेरो लागि चाहिँ विश्व सुन्दरी हो अरूको लागि चाहिँ थाहा भएन अरूको लागि बाँदर नि भयो नि ठिक छ त्यो त मेरो विश्व सुन्दरी होइन त्यो त मेरो आत्मा चरण दुर्गा भगवान हो नि गुड राम्री भगवान हो नि तिमीहरू त भगवान हो नि हाम्रो जिउको ओजन फाल्न पायो भने त तिमीहरू त यिनीहरूलाई कस्तो भन्छ महिला भन्नु सक्छ यिनीहरूलाई वीर्य राख्ने व्रत मैले शब्दकोशबाट चेन्ज गरिदिएको छु महिला गनाउने होइन यिनीहरू हाम्रो वीर्य राख्ने बर्तन हाँसेर यसलाई कहिले कालले कहिले उठाउँछ अरे हौ यसलाई यसको काल कहिले आउँछ अरे हौ यो केपी ओली र यसको काल चाहिँ हतपत आउँदैन कि क्या हो किन आउँछ त कहिले मर्छ अरे
म त देशको प्रधानमन्त्री हुनेवाला प्रतिष्ठान व्यक्ति 40 वर्ष बासी भात किन पकाइस्, देशले मुहार किन फेरेन भनेर भुटानी शरणार्थी चिच्याउँदै कराउँदै बाटामा हिँड्दैछ, हातमा पेट्रोल र डिजेल लिएर भोलि काँचो कागज पहाडी कागजमा लेखेर सर्वस्व अदालत जाने चेतावनी दिएको छ जनतालाई र सरकारलाई, किन देशले मुहार फेरेन भनेर। बुझिस् नि, तेरो कोइन यही हो, तेरो कोइन यही हो। तेरो चाहिँ यसलाई त यस्तो लाउनु बित्तिकै यो त पल्टिहाल्छ, को केटा होला भन्छ। कसम होला कि संसारमा त एउटा केटा बाँकी थिइस् भने पनि माफ गरिदे त नि, माफ गरिदे। संसार एउटै थियो भने त तँलाई त 100वटा त नानी हुन्छ, त वर्षौरी पाउँदा 100 वर्ष छ। माफ गरिदे, म तेरो मलामी पनि खासै आउँछु जस्तो लाग्दैन यस्तो हिसाबले त। मलाई आउनु पर्ने जिउ त दिएन भयो त, मरेर के गर्नु, कामै छैन नआइज। अहिले तैँले मलाई जिउको कुलकुलसम हट सिस्टम दिए, त्यति भए पुग्छ। तेरो डिग्री नाप्नुपर्छ। सबैले ट्याप गरेर पाए पनि के हेर्छौ, गुले धाराहरू मात्रै आएको रहेछ त, एउटाले हान्दैन त माल के हो। साइलाको चस्मै हेर्न मात्रै आएको, लाडो आइसक्यो, लाडो रहेछ, गिफ्टर हो। यति नभनी हान्दैन, लाडो आइसक्यो, लाडोलाई लगेको छ। गिफ्टरको नामै छ, अब के भयो, गिफ्टरको नामै छ त, मैले बोलेको होइन कि, अनि नभए हान्दैन। चकोलेटी बोय आयो, चकोलेटी बोइलर भएको छ। अझै दिवान गरेन यस्तै हो साइला रिमाला, साइला रिमाला कान्छी साइला रिमाला। आना केटा आना, अब उजालो बाहिर हिँड्नाटै कफी खान अब जाने आज मेरो काम छ, लयरको पनि जानुपर्नेछ, पेन्सनको लागि पेन्सन पैसा निकाल्नु पर्नेछ। डिभोर्स गर्नलाई होइन, पैसा निकाल्नु पर्नेछ कि मेरो प्राइभेट पेन्सन। डिभोर्स त म चाहिँ आफै एक्लै गर्दा पनि भइहाल्छ नि, डिभोर्स चाहिँ कुन ठुलो कुरो, वान साइडेड। किन डिभोर्स गर्नु, अलिक घुमेर आउनु। कछुवा होइन हो, कछुवा होइन, पाहा जस्तो देखिन्छ यो पाहा बेबुता। सललल शरण दुखोला लायो माया के होला सानो टाढै छिल बस्यो। Excuse me, the light is coming in my eyes. Oh, yeah. Now okay? If you keep it like this, it comes. Now okay? Yeah. कम्प्युटर छ, रातभरि कम्प्युटर चलाउँछ, किन हाँसेको? साथीहरू छ नि त, कम्प्युटर चलाइरहेछ। जहाँ बग्छ मायाका खोला, अहिले एकछिनमा डिस्टर्ब भयो भने गीत नगा, अझै डिस्टर्ब भयो भने भन्छ छोड्दे। लिसन, अहिले गीत नगा न, डिस्टर्ब भयो भन्छ साले गइरा। ए गइरा भन्छ, गइरा त मै छाउँछौ। Doesn't matter, disturb. What is the disturb? किन डिस्टर्ब हुँदैन? मैले पैसा तिरेको छु, यसले तिरेको छैन भन्नु, मैले तिरेको छु। बुझिस् नि, मेरो अधिकार छ। वाट अधिकार? अधिकार भयो भन्दैमा त्यस्तो मिल्छ? अर्का उसले उसको पनि त अधिकार छ नि। मैले डिस्टर्ब भयो भने पाउँदैन। चिच्याएर कराएको छु, सानो सानो बोल्छु, यो भन्दा जसले पनि बोल्छ, उसको ल्यापटप पनि बोलिरहेको छु। बुझिनस्, मलाई सुनेको छैन। तल त्यति हुन्छ, सुँगुरको मासु भुटाले होला नगरे बुढी। त बुढा बनाउनु भनेको नि संसारमा सलाद बरु गिटी कुटेर खान्छ होला, तँ जसोलाई बुढा बनाउनु भनेको नि दुःख पाउनु हो। किन मैले के गर्छु, मजा पनि बोकेर हिँड्छु साथमा, त्यही साथ मजा लाउँछु।